भोट हाल्न जानुभयो त आजको यस चुनावमा विद्यार्थी संघको हामी चाहिँ गयौं भोट हाल्नको लागि हाम्रो महेन्द्र बहुमुखी क्याम्पस। घरबाट चाहिँ बिहानै नै जाम, त्यसपछि दिउँसो घाम पनि हुन्छ र भिड पनि धेरै हुन्छ भनेर लागेको थियौं। तर बिहान पनि कति धेरै जनाको भिडहरू भइसकेको थियो। हाम्रो साथीको चाहिँ बीबीए पढेको हो, तरै पनि उहाँको चाहिँ आइडी कार्ड नै हराएको हुनाले चाहिँ हामीले फेरि नयाँ आइडी कार्ड पनि बनायौं। यसैगरी जसरी चुनावको बेला हजुरहरू आएर नमस्ते गर्नुहुन्छ, हामीले यो गर्छौं भनेर भन्नुहुन्छ हैन, त्यो कुराहरू पनि एज अ चेयरमा बसिसकेपछि एउटा युनियनको चाहिँ पोस्ट पाइसकेपछि त्यो कुराहरूलाई पनि लङ टर्मसँग सोच्नु होला भन्न चाहन्छु, जो पनि विजय हुनुहुन्छ हैन। हामी चाहिँ पार्टी होइन कि व्यक्तिलाई हेर्ने हो, जोसँग मिसन छ, भिजन छ, स्ट्र्याटेजी छ, गोल छ र त्यसले युनियनको लागि, स्टुडेन्ट युनियनको लागि के गर्छ भनेर चाहिँ हामीले त्यस्तो व्यक्तिलाई सपोर्ट गर्ने हो।